दिनमा तपाईको दिमागमा यस्तो विषय आयो कि अब बालेन त चुप लागेर नबस, कोही न कोही मान्छेले उठ्नुपर्छ, उभिनुपर्छ, ठडिनुपर्छ र जनतालाई आशा देखाउनुपर्छ। यी आजसम्मका अनुहारहरू कुनै न कुनै रूपमा असक्षम र असफल भए जनताका आँखामा भन्ने के चिज त्यस्तो छ जसले तपाईलाई यहाँ तान्यो? यस्तो पहिला पनि हामीले सहयोग गर्न खोजेर मान्छेहरूलाई ग्रुमिङ गराएर यो क्षेत्रमा ल्याउन सक्यौं, तर कस्तो हुँदो रहेछ भन्दाखेरि तपाईकै कुरा पनि सबैलाई सिकाउँदा सिकाउँदा तपाईलाई चाहे जस्तो कहिलेकाहीँ भइदिँदैन। अनि मैले पनि के बुझेँ भन्दाखेरि मैले गीत मार्फत पनि भन्थे, सामाजिक कार्यक्रम मार्फत पनि भन्थे, यस्तो भइदिनु पर्यो, यस्तो भइदिए हुन्थ्यो, यस्तो भइदिनु पर्छ भन्ने कुरा। त्यो भन्दा नलागिसकेपछि चाहिँ आफैले चाहिँ गर्नुपर्छ। आफैले अरूलाई सिकाउन सक्छु भने त त्यो ठाउँमा पुगेपछि आफै गर्न सकियो नि त। जस्तै तपाईले भन्नुभयो त्यो विज्ञको टोली हायर गर्न सकिन्छ, तर त्यो एक्स्ट्रा खर्च भन्दा तपाईले विज्ञ नै त्यहाँ राखिदिनु भयो भने त त्यसले अझै राम्ररी काम गर्न सक्ला नि त। तपाईलाई र्यापर या र्यापलाई बुझ्ने मानिसहरूको आफ्नो परिभाषा छ हैन? तथापि यो संगीतको एउटा आधुनिक संगीतको महत्त्वपूर्ण क्षेत्र हो र र्याप गाउने मान्छेहरूको पहिरनदेखि भावभङ्गीसम्ममा पनि प्रश्न उठाउनेहरू पनि छन्, तर त्यसको व्यक्तिगत अधिकारको विषय पनि हो रोजाइको हैन? तपाईले भन्नुभयो म चाहिँ र्यापमा पनि देश परिवर्तनको, जनताको मनस्थिति, जनताको स्थिति परिवर्तनको कुरा गर्थेँ। तपाईलाई कुनै त्यस्तो र्याप सम्झना छ? हैन, प्राय मेरो गीतहरू त्यही सम्बन्धी नै हुन्थ्यो हैन। जस्तै कहिलेकाहीँ आक्रोश पनि व्यक्त गर्थे हैन, कहिलेकाहीँ चाहिँ शान्त स्वभावको पनि हुन्थ्यो। त्यो विभिन्न आक्रोश चाहिँ कस्तो व्यक्त गर्नुहुन्थ्यो? आक्रोश एउटा यस्तो छ, हाम्रो गीतै छ जस्तै देशको रक्षा गर्ने जति सबै चुकिया छन्, नेता जति सबै चोर देश लुटी खाछन्, आमाको साडीमा कटु सोतिराछन्, खाने बेला एक गर्ने बेला फुटिराछन्, नाङ्ग्रेस नेमाले नाउबादी सबै मिली घुमी देश खाउँ बाडी हामी, सधैँ चिलिम फुकी जस्तो केस नि बिगारी, सस्तो साडी महँगो गाडी कानुन कायदालाई नाङ्गो बाङ्गो पारिँदै उघारी, नारीमा कुमारी जोगाउने बलात्कारी, खाडीमा चिनारी लुटाउने सधैँ हामी, बाढीमा बिरामी फुकाउने त्यही पानी, देशको कर्मचारी शक्तिशाली सरकारी, 30,000 को तलब 30 वटा घर बारी, बीच बजारको सडक 20 वटा खाल्डो पारी, खल्ती भारी बैंक मारी, 7 तहको अधिकारी कसले तिर्ने 7 समुद्र पारी, देशको 7 उधारी, यस्तो खालको छ। यसभित्र त देशको चित्र छ।